आफ्टरनुन लास्ट अफ हेलो सबैजनालाई मेरो नाम सरोज गुलाम तपाईँले हेर्नुहुन्छ मेरो मलाई र अहिले चाहिँ म ड्युटीमा छु अब ड्युटीमा भर्खर पेट्रोलिङ गरेर आयो अब यहीँ हिसाब किताब गर्दैछ अब यतातिर गर्दैछ यता छ काम गर्ने ठाउँ हेर्नुहोस् डोरी खिचेर बस्यो है के छ त तपाईँको खबर के छ त खबर के छ खबर के छ सुपर कुल सुपर फास्ट हामी कोसिस गर्दैछु होइन अब त्यही त हो अब ड्युटी सकिन्छ बेलुका 10 बजे त्यसपछि रुममा जान्छ खाना पकाइन्छ खाएर सुत्दाखेरि लगभग कति एक गर्छ 2 बच्चा सुत्दाखेरि त त्यही हो कहिलेकाहीँ अब पकाउँदाखेरि अब ढिलो हुन्छ खाँदा ढिलो हुन्छ त्यो भएर नत्र त अब पहिला मेसमा खाइन्थ्यो मेसमा अब कस्तो चाहिँ अब ठ्याक्कै त्यो उदो नहुने के पकाएको खास त नहुने अनि खाना चिसो हुनु पकाउँदा पनि झ्याउ लाग्ने के यति बेलुका थोरै खानु त बेलुकासम्म सधैँ आधी खान्थेँ होइन तर खाँदा मैले मेसकै 4-5 महिना खायो होइन चलिरहेको थियो तर त्यसमा चाहिँ अलिक मलाई मन लागेन त्यसमा चाहिँ अलिकति हाइजिनमा चाहिँ अलिक केयर गरेर देखिने हो मैले त्यही भएर मलाई खानु मन लागेन अनि मैले खाइनँ भने मैले चाहिँ आफ्नै पकाएर खान्छु कहिले सोच्दा त अब फेरि मेसमै खान् कि जस्तो लाग्छ कहिलेकाहीँ होइन कहिलेकाहीँ चाहिँ कस्तो लाग्छ भने अब पकाएरै ठिक हुन्छ जस्तो लाग्छ त्यही हो दिन चलिरहेको विदेशीको पीडा के छ र अब यसो त विदेशमा भने जस्तो कहाँ सजिलो छ र हो गाह्रो छ गाह्रो जे हो लेखेको छ त्यही हो नि हो